स्वागत है आपको मेरे ब्लॉग पे। आप कहना क्या चाहती हो? तपाईलाई मेरो ब्लगमा स्वागत छ। आजको मेरो दिनको सुरुवात हुन्छ नयाँ ब्लगबाट। तपाईलाई म मेरो साथी देखाउन चाहन्छु। हेलो, नेपालको सबैभन्दा राम्री है नेपालको, एकदमै ओल्डमै कहीँ छैन ऊ जस्तो प्रिटी गर्ल। खासमा आजको वेदर चाहिँ पानी पर्ला पर्ला जस्तो भइरह, पानी पर्छ कि भन्ने ल्याए एउटा मैले एउटा भइपुग्छ होइन। आऊ छिटाउ तिमीलाई म मेरो भ्लगमा स्वागत गर्न चाहन्छु। छिटाउ तपाईँहरूलाई म गाइस यस्तो राम्रो केटीसँग इन्ट्रोड्युस गर्न चाहन्छु होइन। यस्तो राम्री छ। के बोले भाइ? अब के बोले के जथाभावी बोले? ओइ होइन प्यारे, मैले गिजाकै होइन, राम्री केटीलाई मैले राम्री भन्न पनि नपाउनु। तिमी हामीसँग किन हाइकिङ नगएको? मेरो आज अफिस छ, आइ एम इम्प्लॉयड बाइ द वे गाइस। खुसी लाग्छ यस्तो राम्रो साथीको साथी भएर हिँड्न पाउँदाखेरि है। यो साथी पनि अब विदेश जान्छ मलाई छोडेर जान्छ, तलबाट जान्छ। कौन है ये लोग? कहाँ से आते हैं? डुनर खाएँ ल। कति तातो? कति साइडमा चेस्ट गर। ए सकिस्यो। कति तातो छ भन्न। आई एम नट अ रिच किड गाइस। कफी खाने मेरो औकात छैन। हाम्रो साथीहरू चाहिँ हामीलाई कुरिरह है। ढिलो गरेर हानु सबैदेखि पक्रेको अहिले अलिक ढिलो गरेर आउँदाखेरि हेर फुल लुक्स मेरो गाइजहरूको हेर कस्तो मिठो छ है तरकारी। एस्थेटिक फोटोग्राफर हो है ऊ चाहिँ। उसको आइडी चाहिँ म मेन्सन गरिदिन्छु, हेर्नु होला। यति भाइरल छ टिकटकमा, धेरै फलोवर्स छ है। केटीहरू त यति नपाए नै रुन मन लाग्यो भन्छ त घर पठाइदिउँ कि क्या हो? के थाहा म 9-10 घन्टा हिँडेर पनि पुगिसक्यो नि त। कता उता कैसा लगा मेरा मजाक? गएको चाहिँ छ अरे 9-10 घन्टा लाएर, कता गएको चाहिँ थाहा छैन, कता अरे यो भनेको गाडीबाट हिँडेको के त्यो टुङ्गो न मुङ्गोमा थाहा पनि नभइकन। त्यो हुन्छ नि पागलहरू। को हिँड्छ हौ त्यो टुङ्गो न मुङ्गोमा? हामी नि थाहा भयो। ऐसालु छ तर ऐसालुको दाना छैन। यो उकालो धेरै छ यार, चिप्लो छ बाटो पनि, विचार गरेर हिँड्नु होला। मेरो साथीहरू त खत्रै हिँडेको, तर हिँड्न चाहिँ हिँडे है। हिँड्न नसक्ने त कोही पनि छैन। एकजना उहाँ अगाडि पुगिसक्यो, यता म छु हिँड्न नसकेर। भ्यू A1 छ, A1 बवाल एकदम राम्रो छ। अलिकति चुलबुले बानी पनि देखाइदिउँ। मेरो चञ्चले चुलबुले मुडा चाहिँ नगुडा ल। हल्लिरह हिँड्न पनि डरै लाग्यो। यस्तोमा हिँड्दैछु म, अन्त मम्मी डरै लाग्यो यार। तर डर लाग्यो है, म यहाँ माथि चढेर बनाइरहेको छु कि यसरी। डर लाग्यो। ठाउँ पनि धेरै राम्रो छ। फेरि आज पानी परेन नि त, अनि त्यो भएर भने चिसो वेदर चाहिँ राम्रो छ कि हामीलाई हिँड्नलाई धेरै सजिलो भयो। यदि पानी परेको भए त हामीलाई लास्टै गाह्रो हुन्थ्यो। घाम लाग्यो भए पनि गाह्रो हुन्छ। घाम लाग्यो भने गाह्रो हुन्थ्यो, पानी पऱ्यो भने गाह्रो हुन्थ्यो कि। बाटो चिप्लो हुन्छ नि त, कति ठाउँमा बल्डेङ खान्थ्यो क्या हामीले होइन। बाटो चाहिँ यस्तो छ क्या, फेरि सलक्कै बाटो यस्तो छ। बाटो हाइकिङ जाने खालकै छ बाटो चाहिँ। यदि कसैको त्यो पुरा
सेतो न सेतो जुत्ता चाहिँ लाएर नआउनु होला। चेयर्स साथीहरू, आधी गिलास खाएर दाइले झ्याप्पै पिरो हालिदिँदै हुनुहुन्छ। हरिआँप चाहिँ छैन दाइ? हरिआँप छैन नि। हामीले कति खोजे हरिआँप पाएन। सर्लक्क लगाइदिनु ल। त्यो दल्नु न। पिरो यसरी दल्नु न यसरी। कसरी? यसरी। फर्स्ट बाइट काँक्रोको। कति मिठो छ हैन? बाई बाई। तपाईँहरूलाई देखाउँदैछु म ढुङ्गाको त्यो अबे जङ्गलमा ल हिँड्न पनि एक्लै हिँड्न नि कस्तो डरै लाग्छ। अब बुद्ध धर्महरूको स्तूपा भन्छ कि के भन्छ यसले, यस्तो रहेछ यहाँ। यहाँ चाहिँ यस्तो छ। हामी बिहान घरबाट चाहिँ 7 बजी हिँड्यो हो, यहाँ आइपुग्दाखेरि चाहिँ यत्रो टाइम लाग्यो। हामी चाहिँ फर्केको मन्दिर गएर मछेगाउँ हुँदै बल्को हुँदै हामी जान्छौँ बाफल अनि उनीहरू जान्छ धानकोट। यताबाट चाहिँ अलिक छिटो पुग्छ क्या। त्यो फर्स्ट एन्ड लास्ट भने अघि नै फर्स्ट एन्ड लास्ट नै हुन्छ त। त्यो अर्कोचोटि आज मात्रै त्यस्तो फिल भयो। फेरि घर गएपछि यहाँ कहिले जाउँ नि, कहाँ ठाउँ कुन ठाउँ जाने हाइकिङ भनेर प्लान पनि सक्छ। अब चाहिँ अर्को महिना यो महिना अब लगभग नाम सुनेको त गइसक्यो। अब धेरै छ अरू ठाउँ विचार गरौँला। टिकटकमा हेरौँला यो कस्तो किरा आइरह नि, यहाँ क्याङ 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 कराइराख्यो, कस्तो झ्यावै लाग्दो। अब चाहिँ हामी अलिक तल गएर खाजा खाने अनि खाजा खाएर नि घर जाने है। मेरो साथी चस्मा लगाइदिउँ नि एकचोटि। हेर कति धेरै मच्छर आएको कि। चस्मा लाउ न मच्छर। प्लिज उसलाई पट्याउने प्रयास चाहिँ नगर्नु होला, उनी अलिक प्याक हो। हामी आउन त आयौँ है, एकदमै रिस्की बाटो परेछ कि यो। यहाँ कता झार बुटसम्म देख्नु पर्यो। ए बाबा बाटो हेर्नु नि, यहाँ बाटो कतै हिँड्ने हो यस्तो बाटोमा हामी कसरी हिँड्ने त नि। लौ न नि बाटो त नेक्स्ट लेभल है, नेक्स्ट लेभल साथीहरू। यो यस्तो बाटोमा कसरी हिँड्ने। भ्यू चाहिँ फेरि नसक्नु भ्यू छ। यस्तो बवाल भ्यू देख्छ है। यताबाट अलि त्यस्तो जङ्गल छैन यार दोस्त। यहीँ बसेर खाऊँ न भाइ कहिले होइन यार, अलि तल जाउँ न। कस्तो यहीँ बसेर खाऊँ न हो र। डरै लागिरहेको यहाँ बसेर खाऊँ न भन्छ। मलाई समाते गरेर चिमाटेको हो कि समातेको डराएर थुल्यो। अर्को चाहिँ लौरा दिँदै घोस्ने, अर्को चाहिँ त्यो तिखोवाला छ, यो चाहिँ भाँसिएन छ। अनि त भाँसेन यो अडिएन भने एकदमै लोकेसन चाहिँ लास्ट डेन्जरै डर लाग्छ। अहिले ठाउँबाट घुम्ने पनि हुन्थ्यो, राम्रो पनि ठाउँ हुन्थ्यो अलिक। यहाँ त डरै लाग्छ। अब हामी अलिक तल गएर तपाईँलाई फाइनल हामी मच्छेगाउँ पुगेर मात्रै तपाईँलाई देखाउन सक्छौँ, नत्र हामी सक्दैनौँ। हामीलाई डरै लाग्छ है। खोइ हुनु त त्यहाँ जंगल के रास्ते में हम गुम गए हैं। हिन्दीमा भन्छ नि हामी हरायौँ भनेर। हामीलाई तल आउनलाई त्यत्रो टाइमै लागिसक्यो कि अब त 15 मिनटमा हामी तल पुग्छ होला नभुली गयो भने चाहिँ है। हामी अब केही समयमा तल पुग्छौँ किनभने घरको त्यो छानाहरू देखिन थालिसक्यो रङ्गी बिरङ्गी। रेड बुल बल्ल बल्ल हामी आइपुग्यो है यहाँ तल। यस्तो टाढा रहेछ ओह्रालो गुटुटुट्ट झऱ्यो हामी धेरै। हामीले खासमा डाँडामा पुग्दाखेरि चाहिँ खानुपर्ने हो। डाँडामा अनि लड्छ भनेर पढ्नु पर्दा त अब खाएर
हामी जान्छौँ। भ्लगको अन्त्य यहीँ हुन्छ। बाई बाई। अब नेक्स्ट भ्लगमा